सो गाइज हामी चाहिँ फाइनली मार्बल डाँडा पनि आइपुगिसक्यो। मेरो बाइक चाहिँ यहाँ देख्न सक्नुहुन्छ। पुरा घना जङ्गलमा हामी 3 जना केटी मात्रै हिँडिरहेछौँ। चिप्ल्यो भने लड्यो भने हामीलाई चाहिँ मुस्किल पर्नेवाला छ बाइक साइक उठाउनलाई चाहिँ। आहा यहाँ त कितना वाला हिलो है। हामी त छ्याउ से डालेंगे। ओए 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 बाटो त बाफ्रे बा। Hello guys, we're in Marble Dara. Please subscribe for Rosu Vlog, Rosu Water Vlog guys. Please support अनि माया गरिदिनु होला हाम्रो Rosu Vlog ला। हेलो साथीहरु सबजनालाई स्वागत छ मेरो भ्लगमा। इट्स मी रोज। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज न्यू डे न्यू भ्लगसँगै म फेरि भ्लग ल्याएर चाहिँ हजुरहरूकोमा आज उपस्थित भइसकेँ। आज चाहिँ त्यस्तो खासै कहीँ जान लागेको होइन, नो राइड होइन। सो वानली मेरो बेस्टीको घर जान लागेको। मेरो बेस्टीले चाहिँ मलाई खानाको लागि इन्भाइट गरेको छ होइन। त्यहीँ चाहिँ गइदिउँ कि भनेर चाहिँ हिँडेको। बाइकलाई टलक्क टल्काएर हट बनाएर होइन सलक्क पारेर म चाहिँ मेरो बेस्टीको घरसम्म जान लागेको हो। त्यहाँ चाहिँ गएर खाना खाने। तर मेरो चाहिँ खाना खाने टाइम हेर्न सक्नुहुन्छ साथीहरू होइन। अरूको ब्रेक टाइममा मेरो खाना खाने टाइम हुन्छ। त्यही हो है त। मेरो यसो त्यही पनि ल बनाइदिउँ न त भनेर चाहिँ मैले टक्क गोप्रो अन गरेर बनाइदिएको मात्र हो साथीहरू होइन। किनकि के त्यतिकै हिँड्नु एक्लै बोरिङ बडो तपाईँहरूसँग भए पनि यसो गफ हुन्छ भनेर चाहिँ मैले क्यामेरा अन गरिहालेँ साथीहरू होइन। सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। म तपाईँहरूको प्यारी रोज छु। अनि अरू भनेको त्यही हो, सबैजनाले माया देखाइदिनु पर्ने हुन्छ। माया गर्नु होला। हजुरहरूको माया साथ सपोर्टको एकदम खाँचो छ मलाई होइन। अनि अरू त त्यस्तै हो साथीहरू। म चाहिँ अहिले ठ्याक्कै महाकालबारी गेटमा आइपुग्यो। म चाहिँ अहिले जान लागेको चाहिँ उता पाटन कृष्ण मन्दिर। मेरो बेस्टी चाहिँ उतै बस्छ। सो आइए आज त बागमती खोला आमामा देख्न सक्नुहुन्छ तपाईँहरूले कत्रो ठुलो भएर चाहिँ पुरा आइरहेछ होइन। अब बिस्तारै असार साउनले झपक्क छोइसक्यो। त्यही हो हेर्न सक्नुहुन्छ रफ्तार तालमा खर्याङ गरेर आइरहेछ। त्यही हो साथीहरू। मौसम पनि त्यति वाउ टाइपको चाहिँ छैन होइन। अँधेरो हुँदै आइरहेछ। अघिसम्म चाहिँ घाम लागेको थियो। म घरबाट निस्किँदैसम्म चाहिँ मैले चाहिँ घरबाट निस्केर पनि थोरै मेरो बाइकलाई टिलिक्क टल्काउनेर फेरि यात्रालाई सुरु गरेको हो। म चाहिँ अहिले ठ्याक्कै यता शिवचोक आइपुगेँ। अब यहाँबाट रफ्तार तालमा जानुपर्ने हुन्छ। रफ्तार भन्दा त्यस्तो रफ्तार होइन, स्लोली टाइपमा होइन। एकदम सेफ ड्राइभ गर्नुपर्छ। त्यहाँ पुग्नेसम्म बाटोमा के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु। मिठो गफ होइन हान्ने छु आज तपाईँहरूसँग के कस्तो हुन्छ भनेर। किनकि एक्लै जाँदैछु नि त मेरो बेस्टीको घरमा एक्लै। त्यही भएर चाहिँ ल बाटोमा के कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथीहरू। म चाहिँ गोठेटारको उकालो चढ्दैछु है। ढिटी गर्न नमिल्ने। कोही पनि आएको छैन रहेछ। रन्का पुगिदिनु पऱ्यो एकचोटिलाई उकालोमा होइन। साथीहरू मैले चाहिँ एयरपोर्टको मेन बाटो नि भेटिसकेँ। अब चाहिँ रन्का पुते दिन पर्ने हुन्छ। दिउँ कि नदिउँ थोडा साथ दिन्छु। त्यहाँबाट फेरि दिदिनँ। अगाडि त स्पिड चेकिङ हुन्छ होइन। सबैजनालाई थाहा भएको कुरा हो त्यो कुरा भनेको। कस्तो आँखामा धुलो परेको। ओ माई गान्डु चस्मी छैन मेरो। मलाई चस्मा किनिदिन्न कसैले गिफ्ट दिन्न एभ्रिवान। त्यसका बाजे त्यस्तो भन्यो भने के हुन्छ रमाइलो हुन्छ। मैले ज्याकेटको चेन खोलेको पुरा क्रिस जस्तो उडिरहेको छ मेरो ज्याकेट चाहिँ साथीहरू। म आज किन यस्तो गफाडी हुँदैछु मलाई थाहा छैन। बट म गफाडी भइरहेको छु है। एक्लै भएपछि जे बोल्दा पनि हुन्छ भनेर बोलिरहेको छु।
देख्न सक्नुहुन्छ हाम्रो चाहिँ जाम खुलेर पनि फ्यालेले भाग्दैछौँ हामी होइन। सो चो 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 आँखामा धुलो कि कस्तो कस्तो म्याड काठमाडौँको प्रदूषण लास्ट अब होइन। यस्तो आँखाभरि छारो आउँछ कि कुरा नगरौँ। फेरि यो बहिनीहरू त यता आइपुगेछ। यो दाजुले के गरेको एकतिरको साइड लाइट बालेर एकतिर। दाजु यस्तो गऱ्यो भने त दबाईलाई साइड बहिनीलाई नि उडाइदिन्छ त मान्छेले। यस्तो कुराहरूमा चाहिँ सबजनाले एकदम केयरफुल हुनुपर्छ है जस्तो लाग्छ मलाई। किनकि एकजनाको गल्तीले गर्दा सबैजनालाई गाह्रो भइरहेको हुन्छ होइन। अब के सोचेर हिँडिरहन्छ कता देखेको छ। त्यही भएर यस्तो कुराहरूमा चाहिँ सबैजना सकेसम्म केयरफुल हुनु होला। म चाहिँ कोटेश्वर चोक आइपुग्यो। म चाहिँ तलतिर जानुपर्ने हुन्छ। म चाहिँ हाइवेलाई छोडेर पनि भित्रको बाटो लाग्यो बिस्तारै। त्यसैले म तपाईँहरूलाई देखाउँदैछु। पेट्रोल पम्पबाट छिर्दिउँ न कसले के गर्ला र। अनि के हो बहिनी भन्यो भने चाहिँ 100 रुपियाँको पेट्रोल भन्ने रे क्या। अब आफै न्युट्रलमा आएर 100 रुपियाँको पेट्रोल भन्ने रे क्या त्यहाँबाट। साथीहरू मेरो बाइकमा ब्रेक छैन टिटिट। आई एम जोकिङ। यताबाट छिर्दिउँ न होइन साथीहरू। के सधैँ एउटै बाटो हिँड्न यसको घर जताबाट पनि पुगिहाल्छ। मलाई थाहा छ म हराउने होइन। बहिनी झन्नाले छुको नि त। अनि त्यसरी हरन ठोक्दाखेरि त अलिकति बहिनी झस्क्यौ न यार। अनि चलाउनु नल्याएर तिमीलाई ठोकिदियो भने के गर्छौ भन्न नमिल्ने। साथीहरू यो चाहिँ कृष्ण मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ यतिको रमाइलो हुन्छ होइन। यतिको रमाइलो हुन्छ एक दिन यतिको रमाइलो हुन्छ। यो चाहिँ कृष्ण मन्दिर पाटनको कृष्ण मन्दिर चाहिँ यसलाई नै भन्छ। हेर्न सक्नुहुन्छ विदेशी दिदी दाईहरू पनि आउनुहुन्छ गोरा गोरीहरू है। रमाइलो छ। अब म चाहिँ यताबाट सिधा जान्छु सिधा। तपाईँहरूलाई म चाहियो भने कृष्ण मन्दिर घुमाउनु चाहिँ सक्थेँ बट तर पनि मलाई चाहिँ भोक लागिहालेछ। त्यसैले म चाहिँ घुमाउन सकिनँ। त्यसको लागि मनैदेखि माफी चाहन्छु सरी भन्न चाहन्छु। साथीहरू मैले चाहिँ बाइक पार्किङमा राखेर नि यस्तो किनिदिइसकेँ मेरो बेस्टीको लागि आइसक्रिम एक्सट्रिम। मेरो बेस्टीको घर चाहिँ फेरि यस्तो भित्र छ। मेरो बेस्टीको स्कुटर त ठ्याङ्ग्याङ्ग बनाइदिएछ। त्यही होला म चाहिँ त्यसको घरमा पुग्नलाई माथि पुगेर के कस्तो हुन्छ देखाउँछ है त तपाईँलाई। A few moments later. सो साथीहरू म चाहिँ मेरो साथीकोमा आइपुगिसकेँ होइन। साथी चाहिँ यतिसम्म खाना खानु कुरेर रहेछ। यो चाहिँ हाम्रो प्योर मटन मेरो साथीले मेरो लागि भने बनाएको। अनि यता छ सलाद यता दाल। मेरो साथी चाहिँ यता छ है म चाहिँ यता छु। अनि यो चाहिँ हाम्रो एक्सट्रिम। ल अब के कस्तो हुन्छ म खान्छु अनि तपाईँहरूलाई भन्छु ल। One eternity later. ल है साथीहरू म चाहिँ मेरो साथीकोबाट खाना खाएर पनि मार्बल डाँडाको लागि निस्किसक्यो। मलाई मार्बल डाँडा जान्छ भनेर चाहिँ थाहा थिएन तर मार्बल डाँडाको लागि निस्किसक्यो। अब चाहिँ हामी मेरो बेस्टीहरू त सोल्टिना चाहिँ अगाडि हुनुहुन्छ। म चाहिँ सिङ्गलै छु। खोइ किन पो मेरो राइट ह्यान्डको बुढौला दुख्यो क्या त्यो नसोक्यो भएर। अनि सो मैले चाहिँ डबल हालिनँ है। अब यहाँबाट मार्बल डाँडा जानुपर्ने हुन्छ हामी तिनजना। मैले फुची राइडरलाई कल चाहिँ गरेको छु। अनि कल ब्याक गरेर ऊ आउनु भ्यायो भने आउँछ होला। अब भएन भने त अब के भन्नु छ र ऊ आफ्नै पर्सनल कामले हिजोदेखि हस्पिटल धाइरहेको छ। त्यही भएर चाहिँ ऊ आउँछ आउँदैन फिक्स छैन। त्यही योभन्दा अगाडि पनि तपाईँहरूले हेर्नुभएको चाहिँ छैन म माथि उता के अरे लाकुरी भन्ज्याङ गएर आएको दिनमा मार्बल डाँडा जाने भन्दाखेरि हाम्रो लफडा भएर चाहिँ पुग्न सकेको थिएन। म कहिले गएको छुइनँ मेरो चाहिँ फर्स्ट टाइम हो। सो अब हेरौँ के हुन्छ कस्तो हुन्छ होइन। त्यहाँबाट तपाईँहरूले थाहा पाउनु हुनेछ। त्यही हो मैले चाहिँ अघि चाहिँ बेस्टीको घरसम्म मात्रै भने तर यहाँबाट फेरि मार्बल डाँडा जाने कुरा भइयो। साधन हुनुको फाइदा यति छ आफ्नै साधन हुनुको फाइदा। जतिखेर जहाँ जाने भने नि साथीहरू मिल्यो भने एकैछिनमा भइहाल्छ होइन। त्यही अब अगाडि अगाडि बेस्टी सोल्टिना पछाडि पछाडि म हिँडिरहेको छु। मलाई फेरि यताको बाटो त्यति थाहा पनि छैन। त्यही भएर ल बाटोमा के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउनै छु है त। हेर्दै गर्नुहोला र भिडियोको फुल इन्जोय लिनुहोला है त साथीहरू।
मेरो चाहिँ नो रेनकोट साथीहरू आज मलाई चाहिँ पानीले धोबी पिट्छ जस्तो छ मौसम एकदम कालो भएर आयो के हो मेरो लागि चाहिँ मार्बल डाँडा जानु भनेपछि साइदै जुरेको छैन क्या हो हेर्नु न एकैछिनमा मौसम कालो भएर आइहालेछ मौसम कालो भएर आएपछि मलाई पानीले पिटिहालेछ पानीले पिटिहाल्यो भने फेरि म चिसोले बिरामी भइहाल्छ त हेर्नु न अलि मौसम कालो हुँदैछ अब के कस्तो हुन्छ तपाईहरुले भिडियो त देख्न नै हुनेछ हैन तैपनि मेरो मनमा लागेको कुरा भनेको मौसम कालो भएर आयो साथीहरु सो गाइस हामी चाहिँ गोदावरी छाउमा आइपुग्यो हेर्न सक्नुहुन्छ मौसम चाहिँ एकदम कालो 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 भइरहेछ है तनाव भनेको फेरि यो अफिस छुट्टी हुने टाइम स्कुल छुट्टी हुने टाइम परेर होला जामको जाम म त के भन्नु र खोइ केही भन्नै सकिरहेको छैन हैन त्यही हो गोदावरी छाउमा आइपुगे जस्तो लाग्छ जतिखेर लाग्छ मात्रै भन्ने हो आइगे होइन थाहा छैन हैन हैन कहिले आइपुग्दैन यार अलि टाढै छ क्या अरे गोदावरी साइड के हो म कन्फ्युज भइरहेको छु साथीहरु के हो कहिले आएको भए पो आइपुग्यो भने ठ्याक्कै थाहा हुनु भनेको अब आइपुग्ला भन्दा भ्लग भरि नै त्यही भनिरहेको छु जस्तो लाग्छ तै पनि मरे आइपुग्दैन हैन तर पनि कोही बात नहीं भनेर छ नि त टाढो रहेछ यार हट कहिले आइपुग्दैन साथीहरूलाई कुर्नुपर्ने हुन्छ यार मेरो दुईजना पछाडि नै छ म चाहिँ कति चाहिँ नजिक रहेछ भनेर अलिकति 2-4 हानेको मात्रै हो हैन ए आइपुगेछ गोदावरी बसप्राग होला यो साइड जहाँसम्म मलाई लाग्छ पखना त बेस्टीहरू कुर्नुपर्ने हुन्छ म त्यहाँबाट फेरि अगाडि रहेछ गोदावरी फेरि अनि त्यहाँबाट पछि चाहिँ कन्टिन्यू गर्छ है त भिडियोको मलाई यहाँ आएपछि त्यो दिनको नमिठो याद आउँछ हेर्छु होइन कुर्छु यार फेरि कुरेन त्यसको बाइक भएर हेप्यो भन्यो भने तनाव हुन्छ साथी दुईलाई कुरेको गइरहन् कापुते पारामा अगाडि नै अब फेरि म जानुपर्ने हुन्छ त्यसरी नै मलाई त त्यो दिन सम्झेर नै पिर लाग्छ यता आउँदा त तैपनि म आएको छु त्यही हो के गर्नु आज त छैन रहेछ रोक्ने पनि कोही भनेको त रहेछ यही दाइ हो तपाईहरुले देख्न सक्नुहुन्छ है सन्चै हुनुहुन्छ एकदम सन्चै हो सब गुड छ नि एकदम गुड छ नि उहाँ दाइलाई त तपाईहरुले चिन्न नै भइहाल्छ हैन किन गुड छ भने मैले सोधेँ होला सो हामी चाहिँ आज एकदम रुल्समा टिकट लिएर जाने हो ल साथीहरु हामीले टिकट किनिसक्यो यहाँ है त्यो दिनको म थोरै तपाईहरुलाई याद छ छैन कोले हेर्नु भएको छ छैन हैन त्यो दिन चाहिँ हाम्रो एकदम ल्याङ भएको थियो आज चाहिँ एकदम फेरि नर्मलै रहेछ सो खुसी लाग्यो साथीहरु मलाई मार्बल डाँडा जान जुरे हैन क्या हो बाटो नै मरु हामी 3 जना अलपत्र परु के गर्ने ब्याड लग यहाँ अगाडि गएर सोध्नु पर्ने हुन्छ त्यहाँबाट बाटो छ छैन म तपाईहरुलाई भिडियोमा फेरि इन्फर्म गर्नेछु है त ल इधर से हिँड्न भने साथीहरु यताबाट रहेछ जाने ठाउँ चाहिँ अब हिँड भन्दा मान्दैन ठुल्ठुलो मान्छेहरूलाई है म चाहिँ ल्याममै हिँड्दिएँ ल बाटो चाहिँ यस्तो रहेछ हेर्दैछु खोइले आमाम बाटो त साथीहरु एडभेन्चर पाराको रहेछ बाटो चाहिँ सो रमाइलो हुन्छ क्या हो फुलको डाली डालीमा तिम्रो
तिम्रो आँखाको नालीमा लुकाइदेऊ मलाई। देखो देखो साथीहरू, देखो यस्तो वाला रोड हेरे पुरै मजा आएर। यतिको त मजा आउँछ होइन, योभन्दा बेसी भयो भने चाहिँ रुन मन लाग्छ है फेरि मलाई चाहिँ। यतिको त मजा आइरहेछ, त्यस्तो छ्या पनि भन्न मिल्दैन यतिकोलाई त होइन। सो आउच आउच। फुलको डाली डालीमा कसले बनाएको हो मार्बल भाँडा जाने बाटो यस्तो खालको होइ होइ। ठ्याक ठ्याक फेरि गर्छ। रमाइलो भइरहेको छ। बाटो त ठिकै रहेछ साथीहरू, त्यस्तो छ्या भन्ने पनि छैन, त्यस्तो वाउ भन्ने पनि होइन होइन। ठिक ठिकै छ, ठिक ठिकै हे ठिक 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 हे ठिक भने जस्तो ठिक ठिकै छ। ढुङ्गा फ्याल्न खोज्छ, फ्याल्यो भने खत्तम हो कहिलेक। पुरा घना जङ्गलमा हामी 3जना केटी मात्रै हिँडिरहेछौँ। कतै केही भयो भने, चिप्ल्यो भने, लड्यो भने हामीलाई चाहिँ मुस्किल पर्नेवाला छ बाइक साइक उठाउनलाई चाहिँ होइन। ताइ पनि नो प्रब्लम, हामी 3जना बाइकले नआइसक्ने खालको ज्यान छ। के भयो त, आहा यहाँ त कितना वाला हिलो है। हामी त छ्याउ से डालेंगे, आप लोग किधर से आएंगे मालूम नहीं, हम छ्याउ से गएंगे। ओइ 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 बाटो त बाफ्रे बा साथीहरू। ए साथीहरू, साथीहरू, ए साथीहरू, मेरो साथी आउँदैछ, मेरो साथी। आउने साथीहरू, यहाँ चाहिँ अलिकति बाटो हिलो हिलो अवस्था, अरू चाहिँ सब ठिक छ है। अरू चाहिँ वान अफ द बेस्ट टाइपको, त्यस्तो अफरोड भन्दा धेरै अफरोड नै छैन। यहाँ मात्र थोरै बाटो चिप्लो हिलो रहेछ। मेरो बेस्टीहरूले कटाइसके, अब हामी चाहिँ निरन्तर अगाडि बढ्न पर्ने हुन्छ। ल त्यो मेरो साथीहरू चाहिँ अगाडि गइसके, म चाहिँ त्यहाँ 1-2जना हेरेर बस्नुले गर्दा ढिला भएको अवस्था। अब के गर्नु, ब्लगर भए चाहिँ होइन, न केही गर्न सकिन्छ। सिमसिमे पानी मजाले बेमान गर्छ खिल्जिन्दगीमा नजाऊ पर औरा औरा तिम्रो मजु मेरो पोको छ सिमसिमे पानी। त्यही माथिको होला मार्बल डाँडा चाहिँ साथीहरू होइन। मेरो बेस्टी चाहिँ तुफान गएछ, तुफान भिडियोमा आउँछ भनेर थाप काटेछ केटी त। आई 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 औ केटा मान्छे भए पनि बाउ बन्थेन होला, म त केटी मान्छे अब के बन्दैन भन्नु खै। सो गाइज हामी चाहिँ फाइनली मार्बल डाँडा पनि आइपुगिसक्यो। मेरो बाइक चाहिँ यहाँ देख्न सक्नुहुन्छ। सो जिन्दगी चाहिँ यही हो, एकछिनको लागि चाहिँ आनन्द। यो जस्तो रमाइलो जिन्दगी केही छैन जस्तो फिल भइरहेछ। मार्बल डाँडा, फाइनली मार्बल डाँडा, मार्बल डाँडा, मार्बल डाँडा।
भेटौँ क्या रे तिमीलाई तर कसरी हो साटु क्या रे मुटु तर कसरी 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 भेटौँ कसरी। सो साथीहरू मैले चाहिँ यहाँ छेउमा फोटो भिडियो सिनेमेटिक्स लिएर पनि उहाँहरूको पाला आइसक्यो है। म चाहिँ यता साइड दिएर बसिरहेको छु, मेरो दुईजना चाहिँ त्यहाँ कुनामा गएर फोटो खिचिरहेको छ। त्यही हो होइन, अब सबैलाई पाला दिनु पर्यो नि त, गाह्रो छ। त्यही हो, रमाइलो रहेछ। मलाई चाहिँ फर्स्ट टाइम भए पनि रमाइलो लाग्यो। हेर्न सक्नुहुन्छ तपाईँले यताको पनि है। म चाहिँ अब यहाँको थोरै सिनेमेटिक्स भिडियो लिन्छ है त। कसरी कसरी साटौँ कसरी कति आउँछौ मेरो सपनीमा सुटुकै एक दिन आइदेऊ अब बिपनीमा सुटुकै तिमीलाई सम्झी सम्झी हुन्छु म त भुतुकै कुन बेला मन चोरे। Hello guys, we're in Marble Dara. Please subscribe for Rosu Vlog, Rosu Water Vlog guys. Please support अनि माया गरिदिनु होला हाम्रो रसु ब्लगलाई। Wait. सो साथीहरू हामी चाहिँ यहाँबाट फर्कियौँ होइन। स्कुटरमा चाहिँ टायर चिन्दै भएर डबल लोड गाह्रो भएर डबल लोड बाइकमा आउच होइन रमाइलो भइरहेको छ। हामी चाहिँ फर्कियौँ यहाँबाट मार्बल डाँडालाई बाई बाई गरेर बाई बाई मार्बल डाँडा एन्ड लभ यु भन्नुपर्ने हुन्छ है। त्यही हो, रमाइलो भयो हामीलाई चाहिँ। सो हामीलाई चाहिँ रमाइलो भयो, तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। म भिडियो हालिदिन्छु, एकदम इन्जोयफुल भयो। र अर्को कुरा भनेको बाटो पनि त्यस्तो नराम्रो पनि छैन रहेछ होइन। वाउ भनेर गर्ने खालको पनि छैन, नराम्रो छ्या भन्ने खालको नि होइन, ठिक्कको छ। तपाईँहरू आउन सक्नुहुन्छ। स्कुटर पनि आरामले आइरहेछ होइन, तपाईँहरूले देखिन नै सक्नुहुनेछ। सबैजनाले प्रायः स्कुटरमा आइरहनु भएको छ। सो सबैजना नआउनु भएकोहरू आउनु होला, एकदम रमाइलो छ होइन। आएर रमाइलो गर्नु होला। आउनु भएकोहरूलाई त थाहा नै छ कस्तो छ भनेर। लाइबरीला मेरो चाहिँ गोप्रो कस्तो छ भन्ने पनि थाहा छैन मलाई एङ्गल। ल स्कुटर यस्तरी इजिली आइरहेछ, तपाईँहरूले देख्न सक्नुहुन्छ होला नि। मैले भन्दै थिएँ नि स्कुटर आउँछ भनेर। सजिलोसँग आएको अवस्था फेरि अघिकै हिलो बाटोमा हिँड्नु परेको अवस्था होइन। टिङ 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 ओए कस्तो चिप्लेको अहिले त झन् सबैले हाली धेरै चिप्लिनु भइसकेछ। आमा टायर त फन्दाङ नाच्छ यार। झन्नैले यार। आमा मेरो जुत्ता त त्यहाँनिर टायर जोडले नाच्दो रहेछ है। मेरो जुत्ता हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब के बुझ्न चाहनुहुन्छ बुझ्नु होला होइन। त्यो मेरो बेस्टी नि कटिसक्यो, लास्टै चिप्लो झन्नाले उत्तान ट्याङ हो गयो। ल अघि आउँदा यसरी नाचेको थियो त थिएन नि है। अहिले त फुल्दुङ नाच्छ। धेरै बाइक स्कुटर हिँडिसक्यो नि त, अनि बाटो हिलो भइसक्यो। त्यही हो साथीहरू, अरू भनेको त सबै नर्मल छ। त्यही एक ठाउँ मात्र अलि हिलो बेसी छ। आऊ अरू त सबै ठिकै छ, राम्रै छ भनौँ न अब है। के हो रोशनी घरले लड्छ क्या हो। है
आमामा कसरी फालेको यार टायर त मेरो टायर त चुई फाल्छ त मलाई त के हो आमामा उकालो जाँदा भन्दा नि ओह्रालो आउँदा चाहिँ धेरै ध्यान दिनुपर्ने रहेछ चिप्ले यार धेरै नै फुत फाले मलाई टायरले फुत फालिरहेछ फुत त्यहाँदेखि केही छैन म कन्ट्रोलमा हिँडिरहेको छु उदय भने जस्तो हजारौँ फुलबाट मन कसलाई सानो मात्रै झलक दिखला जा स्मार्ट टिभी भनेर जस्तो भयो त चिन्दै गरेटोमा जो खुट्टा लट्ट गरेर हिलोमा चिप्लेर एक मेरा यार एक मेरी यार tung just down oi सडिए दिल नदिरादे चिप्ले भने उत्तानो भयो भने ठिकै छ भन्ने तालले हिँड्नु परिरहेछ सडिया दिल नदिरादे just down Look guys just down la ल साथीहरु फाइनली हाम्रो चाहिँ अफरोड पनि सक्यो हैन अब त अनरोड हो ल गाइज फाइनली अफरोड सक्यो हैन अब अनरोड हामी चाहिँ फर्केर यता आइसके अब अघि केही बाटो हुनेछ हैन तपाईहरुलाई कति देखाउनु त्यही एउटै बाटो कति देखाउनु त्यही भएर सो म चाहिँ अब त्यो मार्बल डाँडा हामी त्यहाँ आएको भिडियोलाई इन्ड गर्न चाहन्छु है सबजनालाई माया सपोर्ट गर्नु होला जसले सब्स्क्राइब गर्नु भएको छैन प्लिज सब्स्क्राइब गर्नु होला भन्दै यो भिडियोलाई चाहिँ अब यहीँ इन्ड गर्नुपर्ने हुन्छ लभ यु अल एन्ड बाइ बाइ